भीमदत्तमा समाचार प्रभाव परेको छ। भीमदत्त नगरपालिका 18 देखि 15 जोड्ने सडकमा बत्ती नहुँदा राति बिहान हिँड्न साह्रै समस्या भएको स्थानीयले बताएका थिए। यहाँ महिलाहरू र रातिसम्म घर जानेहरूलाई ठूलै समस्या थियो, तर समाचार प्रकाशित भएपछि अहिले समस्या समाधान भएको बारेमा बताउँदै स्थानीय युवा विनय भट्ट, यो बाटोको कन्डिसन पहिला र अहिले हेर्ने हो भने धेरै सुधार भएको छ। पहिला यो बाटोमा हाम्रो छोरीचेलीहरूलाई, हामीहरूलाई लगायत सबैलाई राति आधा राति हिँड्न गाह्रो हुन्थ्यो। बिहान स्कुल कलेज जानलाई गाह्रो हुन्थ्यो। साँझ अबेर आउने मान्छेहरूलाई हिँड्न गाह्रो हुने, बिरामी हुँदाखेरि राति जान पनि गाह्रो हुने अवस्था थियो। हामीले स्थानीय सरकार र प्रदेश सरकार सबै ठाउँमा धाएर पनि यो बाटोमा बत्ती नलागेको अवस्था थियो। तर आजको दिन समृद्धि पोस्टलाई धेरै धेरै धन्यवाद भन्दै हाम्रो दुःखको कुरा सम्प्रेषण गरिदिनु भएकोमा, अनि तपाईँहरूको यो सम्प्रेषण गरा कुराहरू सबै ठाउँमा पुगेर हाम्रो नगरपालिका र प्रदेशबाट मान्यज्यूहरू, नगरपालिकाको नगर प्रमुखज्यूहरूले यो कुरा सुनिदिएर आज यतिको भए पनि झिलिमिली हेर्न पाइएको छ। आउँदो दिनमा यो बाटोको स्तर र फेरि पनि यो ठाउँमा अझ झिलिमिली हेर्न पाइन्छ भन्ने आश गर्दै, अनि भिनपा 15 को विशेष मेयर साहब सबैलाई धन्यवाद दिन चाहन्छु।